What's up, guys? Day one before day one. र मेरो आजको के अरे ब्लग सुरु भइसकेको छ अनि यो ब्लग चाहिँ के को भन्दाखेरि चाहिँ ट्रेकको ल बाटो खोल्यो है बाटो जान्छु अब मेरो साथी मलाई लिन आउँदैछ त्यस अब सिधै लिन आएपछि भेटौँला till then प्लिज के भने धन्यवाद ल साथी भेटेको अवस्था सडै सट ब्लग सुरु भइसक्यो है बोरेलाई साथी भेटिसकेको छु वेलकम टु नेपाल सुन्दैन होला माइकै छैन अहिले ल अब अहिले सुन्दैन सिधै अब एकछिनमा भेटौँ होला गाह्रो पो हुँदो रहेछ हौ भ्लग बनाउनु त झ्याउ लाग्दछ ल वाट्सअप हिजो डे वान आज चाहिँ फाइनली डे वान अनि यो भिडियो चाहिँ बनाउनु कारण के भन्दाखेरि हल्का छोटो मिठो सर्ट हाई टाइप चाल्लाको अनि सर्ट हाई टाइप चाहिँ कहाँ जानु भन्दाखेरि चाहिँ कहाँ यो भैरवकुण्ड सिन्धुपाल्चोकमा रहेछ तपाईँ देख्न सक्नुहुन्छ खै त फोकै चाहिँ गर्दैन रहेछ यस्तो छ गाह्रो मोबाइलले ब्लग बनाउनु त अनि त्यही हो अब साथी लिन आउँदैछ अनि अहिले कति बज्यो बिहानको 4 बज्दैछ के गर्नु 4 बजे पनि बानी फेरि आफू त यस्तो परियो भने भन्नु मिल्दैन 6:30 भइसक्यो त्यही हो साथी लिन आउँदैछ जानुपर्छ खासा खाएर 7 हो कि 8 बजे निस्किने प्लान थियो अब के गर्नु यस्तै हो नेपाली टाइम त बिर्सनु भएन नि त्यही भन्दै मेरो आजको ब्लग यहाँबाट स्टार्ट गर्दैछु सबैजना नमस्ते यो चाहिँ मेरो सेकेन्ड ब्लग फर्स्ट ब्लग चाहिँ अपलोड भइसक्यो होला अर्कै के टाइप्सको थियो यो चाहिँ सेकेन्ड ब्लग हुनेछ र मेरो साथी वीरेन्द्र मलाई लिन आउँदैछ त्यही भन्दै अब बिस्तारै हेरौँ ब्लग बन्छ कि बन्दैन फुल प्रयास त गर्दैछु यसो मेमोरिज टाइप्सको लागि ल त्यही भन्दै सबैजना पछिसम्म भिडियो अन्तिमसम्म साथ दिनु होला भन्दै यो भिडियो यहीँ कस्तो मोडा हो यार अस्तिसम्म क्या पातलो जस्तो लाग्यो आमा ल सबैजनालाई सिउ सुन हेलो अब चाहिँ टेक 1 3 खाजा आएछ ल यहाँ आवाज आइरहेछ यहाँ आवाज आइरहेछ अहिले चाहिँ हामी दुलीखेल बिहानै कति 5 बजी हिँडेन भन्नु मिल्दैन 6:30 भइसक्यो त्यस्तै 5 बजीतिर हिँडेको बिस्तारै ब्लगमा अब तपाईँहरूको लागि क्लिप खिच्दै आएको अलि ढिलो भयो अनि हाम्रो यात्रा कहाँसम्म गरे हामी उता के अरे भैरवकुण्ड सिन्धुपाल्चोक जिल्ला फर्स्ट स्टप यहाँ सेकेन्ड स्टप सिधै 12 बिसे त्यही त अब हामी आज खाजा खाँदैछौँ खाजाको प्रकार यस्तो छ हेर्न सक्नुहुन्छ के भन्दा अब खाजा हेर्दा त मिठो जस्तो छ खाइहेरौँ है त दिदी यहाँ चिया पाइन्छ त्यसको क्या त्यो क्या साइग्रेसको दिदी के भन्छ अरे बिर्स्यो मैले त त्यो त एकताको चलाइ त माइक चेक फेरि पनि हामी अर्को छोटो टाइप्स अब हामी चाहिँ गन्तव्यतिर सुरु हुँदै तर त्योभन्दा अगाडि अलिकति खाजा किनेको जस्तै गर्दैछौँ के भन्न चाहनुहुन्छ तपाईँ या गुड खै त भन्नै सकिँदैन रहेछ त के भन्नै आउँदैन त ऊ हामीलाई लास्ट गाह्रो हुँदो रहेछ हौ बिरेन यहाँ चिसो छ अलि अब उतातिर हिउँ चाहिँ नपरोस् नभए बिजोक्स हुन्छ त्यही त भन्दै अब हामी हल्का सामान किनाउँछौँ यहाँ त्यस्तो साह्रो के होइन हल्का मात्र चेक हामी चाहिँ अहिले 12 बिसे बजार सुनकोसीलाई पछ्याउँदै ओभर छ फेरि सुनकोसी यहाँ चाहिँ म कहिले नै आएको थिइनँ हामी यहाँ छ बिरेन यसरी हान्दा नि ओभर आइरहेको अति दामी ठाउँ अति दामी भाइब्स नयाँ ठाउँहरू देख्ने बित्तिकै मजा आइहाल्छ यहाँबाट धेरै छैन बिस्तारै रेस्ट गर्दै गइन्छ होला यहाँबाट अब त्यस्तो टाइम त नलाग्दो रहेछ है तर हामी चाइनाबाट पनि नजिक छौँ है फेरि चाइनाको नजिक हो यही हो क्या पहाड चाइनिज सामान मोबाइल पाउँदो रहेछ यहाँ नजिकै छ ओभर पाउँदो रहेछ दामी छ है यहाँनिर अनि अस्ति पहिरो पनि आएको थियो होला नि बिरेन पहिरो नि आएको थिएन र म त यो फर्स्ट टाइम हो म यता आएको होइन यो सुकुटे नै हो क्या सबसे म्याक्सिमम त्यहाँ म्याक्सिमम दामी रहेछ ल हेर नि अलिकति बजार टाइप्स धेरै हामी सिटीमा बस्ने भएर चाहिँ अलिकति चाहिँ रमाइलो लाग्दो रहेछ है यतिको देखिए त पुगेको नि अब के भन्नु साथीहरू रमाइलो हुँदो रहेछ हावा चाइना यता सुन्दै के अरे चाइना लासामा घर छ कि मलाई के डर छ कि छ होइन
यस्तै छ दामी रहेछ दामी हुँदो रहेछ है अब कति धेरै टाइम छैन फेरि कति 1 घन्टामा त हामी त अघि हामीले म्यापमा हेरेर ठाउँमा पुगिसक्छौँ त्यहाँबाट बगाम त्यस्तै 1 घन्टा होला भर्खर 11:30 त भइरहेछ पुग्छ मस्त मुखबाट मात्र ल त्यो बाटो हामी त्यही बाटो हुँदै जाने होइन नो छ त My lord, bro. बिप हानिदिनु पर्ला त्यो नाम आउँदाखेरि दामी छ या तर ल हेर न मुस्ताङ भाइब्स आइरहेको अब यत्रो ठुलो पहाड छ है भने चढी कहाँ पुग्ने होला यार यो तर यो चढ्नुपर्छ होला है फेरि यो भन्दा माथि होला नि यहाँ हिउँै छैन अलिकति बाटो पनि दामी छ नि सक्दो र अब हामी अहिले आएको छौँ कता यो यस लोकेसनको आधी बाटो आइसकेको छौँ त्यही भन्दै के भनौँ अब भाइ के भन्नै आउँदैन रहेछ के भन्नु अहिले हामी रिल्याक्स गर्दै आफू के बगानमा अब कति 1 घन्टा छ होइन 1 घन्टा जति होला दामी ठाउँ छ यो हेर्दाखेरि यस्तो देखे पनि अति रिफ्रेसिङ छ मान्छेहरू तर आउनै पर्छ है यो त ठाउँ त आउने भने जाऊ काठमाडौँमा त्यस्तो साह्रो टाढा पनि छैन अलिकति तल मुस्ताङ जस्तो भाइब्स पनि हुन्छ यहाँ माथि अब के छ हेरौँ अब आधी बाटो अहिलेसम्म चाहिँ राम्रै छ बाटो पनि राम्रै छ भ्यूहरू पनि राम्रै छ अब मास्तिर के छ माथि आयो अति पिसफुल माथि आयो दामी छ यो ठाउँ चाहिँ ल यस्तै है ल यसो देखाइदिनु यसरी ल साथीहरू सबजना यसरी हेरेर 1 minute later. साथी नआएको अवस्था म त साथी अन्त ढाकाल्न साथी अब आउँछ ल यस्तो छ बाटो अनि माथिबाट आउन यो अहिले हेर्दा जस्तो लाग्यो तर ओपर हुँदैछ हल्का काम चोर्दा क्या साथीको बाइक ढकाल्न त गाह्रै पर्छ त्यसैले यार त भ्यू हेरिदिउँ न ल बब्बाल है ल बब्बाल ट्रेक सबैजना आउनै पर्ने अवस्था यहाँ आउनै पर्छ छोटो मिठो ट्रेक काठमाडौँ नजिक हामीले टिकटकमा हेरेर टिकटकमा हाल्नु पर्ला साम पनि काठमाडौँ हुँदा आउनै पर्ने भिडियो भन्दै ल साथीहरू जान्छ होला बिस्तारै गयो भने बबाल ठाउँ यार यस्तै भाइ चाहिरहेको बाइक हिँड्न थालेको अवस्था र हिँड्नु पऱ्यो त्यहाँ फेरि एउटा गाईले ल्याङ गरेर तलको बाटोमा भाग्दा झन्डै साथी त्यहाँ कुदेर
यताबाट जाँदा ठिक हुन्छ होला यो ट्रेक हाइक भनेर धेरै चम्किन हुँदैन रहेछ हौ 2 घन्टामै 2 घन्टा एउटा यो चढ्दाखेरि नै फ्याक हुँदो रहेछ तर भ्लग बनाउनु चाहिँ छोड्नु हुँदैन है भ्लग चाहिँ बनाउनु पर्छ भ्लग चाहिँ बनाउनु पर्छ कति बज्यो अब 4 बज्दा अब त आइपुग्नु होला केही ठाउँमा के थियो बिवरमा क्या के थियो यार ठाउँमा बैगुन होइन खै के थाहा त्यस्तो के छ अनि गएपछि भेटौँला ल यति हो धन्यवाद ल बाटो यस्तो छ हेर्न सक्नुहुन्छ लास्ट उकालो छ साथै तलबाट आउँदैछ थाक्यो कति बजी अहिले दिउँसोको 3 बजिरहेको थियो नि कस्तो बवाल भएको सडै सट फर्ममा आयो अरे बाइक ल माइक चेक 1 2 3 14 हामीले कतिवटा ल्याएर 2टा ल्याएन 4 ल्याएर अब आजको हाम्रो यो काम गरेन आजको हाम्रो बसाइ खाना के लाग्यो होला वाइ मुखमा त्यो अघिसम्म देखिरहेको थियो र अहिले त पुरै उ भइसक्यो के भन्नु ल अझ झन् बब्बाल भने होइन देखिरहेको छैन होला मजा हाल्यो त्यो हाम्रो चाहिँ अलिकति प्लान चेन्ज भएको अवस्था एउटा स्टप मिस गरेर चेन्ज होइन अपग्रेड अपग्रेड त्यो चाहिँ बगाम भन्ने ठाउँलाई निस्क्यो मिस गरेर त्यस अब हाम्रो प्लान अपग्रेड चाहिँ त्यसलाई चाहिँ भ्लग लास्टसम्म हेर्नु होला होइन पुग्छौँ त हामी यो त्यही हो सोचे जस्तो भएन अहिले टाइम लाइन ठ्याक्कै यो दिन तर हामी त हिँड्न टाइममै हिँड्यो भने होइन त अलि फास्ट गए सब के अरे बाल दिएर फास्ट गए हामी बस्ने स्टपनिर हामी रोक्यो भने चाहिँ ट्रेल बब्बाल हुन्थ्यो त्यसै अब भोलि अब हामी आज अब यहाँबाट 20 मिनट होला होमस्टे आधी घन्टा आधी घन्टा भने जस्तो लाग्यो तलदेखि खै 1 घन्टा बढी भइसक्यो हिँडेको अनि के अरे अब माथि जाँदाखेरि चाहिँ त्यही हो माथि गएर होमस्टेबाट माथि त्यो स्पट के भन्छ भैरवकुण्ड जानु चाहिँ 2 घन्टा लाग्छ अरे होइन जस हाम्रो त्यही हुन्छ भोलि नै हामी तल फर्किन्छ होला बेसी मतलब तल बजार अनि त्यसपछि चाहिँ फेरि अर्को हुन्छ त्यसको लागि चाहिँ स्टे ट्युन गाइज तर त्यो उसम्म त्यो पुलसम्म त खतरा थियो है बाटो मतलब यो हेरिकन त कुन चाहिँ पुल त्यो ठ्याक्कै त्यो तातो पानी उता जाने यता बगाम भनेको थियो नि हामीलाई त्यो गाडी हेर्दा हेर्छौँ त्यही त ल अब एकछिनमा नेक्स्ट एकछिन चाहिँ अब सिधै होमस्टेमा भेट्नु पर्ला है ल साथीहरू होमस्टेमा भेटौँला त्यसको लागि बाई दामी छ त यार आजको होमस्टे हाम्रो यो ठाउँको 4 स्टार रेटिङ त्यही त अब के भन्नु भ्यालेन्टाइन भोलि अब गाह्रो छ हामीलाई है ल यही भन्दै हामी आजको भ्लग यहीँ बन्द गर्छौँ अब सिधै डे 2 मा भेट्नेछौँ भन्दै रमाइलो पलहरू सिधै भोलि अब भोलि रमाइलो हुन्छ सर्भाइभल मात्र हो ल The next day. बिहानको कति बजी 4:30 भइरहेको छ अब निस्किँदैछौँ सर्ट हाइट टाइप्स पनि ओभर गाह्रो रहेछ चाडलले लुगाभित्र लुगा छ 2जनाको अब हेरौँ माथि गएर गर्मी भयो जो ओभर लाग्छ हौ 1 बोतल पानी चाहिँ ल्याउनु पर्छ बोतल त्यहाँ त्यो साझा आएछ है ल कस्तो फिल हुँदो रहेछ ट्रेक पुग्यो क्या होइन आउनुपर्छ साथी हो जाडोमै आउनुपर्छ जाडोमै गर्मीमा त मजा आउँदैन वा जाडो
यदि भन्दै हामी हाम्रो भ्लगलाई अलिकति निरन्तर राख्दै अगाडि बढ्दैछौँ र हेरौँ के हुन्छ साह्रो छ त ओभर जाँदो छ साथीहरू ओभर पनि ओभर जाँदो छ भन्दै टलापुर घाममा तिमी शीतल छाया यस्तो बुझ्नु हल्का यो टाइप्स पनि रहेछ अझ पनि टाइप्स अहिले कति 5 बज्न लाग्यो होला बे त्यस्तै 5 बज्न लागेको छ 3.5 महिना हो 3 महिना 3.5 त होइन होला कति 5 बजी हिँडेन हामी कति बजी उठ्यो अहिले भ्लगमा हामी कति बजी उठ्यो भने 4 बजी बिप हान्नु पर्ला बाटै नथ्यो रहेछ ल यस्तै छ बाटोहरू चाहिँ उज्यालो पनि उज्यालो हुन लागिसक्यो यार ल दामी छ भइसक्यो त्यही भएर कहाँ हो यो अब के वेस्ट रिटर्न फ्रेस बाइक साढे 7 आज म तातो ओछ्यानमा सुत्न छोडेर त्यही भएर त्यो विशाल बाबु त बस्छ क्या मर्निङ गाइज मर्निङ उठ्नुहोस् न ओछ्यानमा मजा आइरहला होइन के गर्नु आज फेरि कति रुपियाँ कति तारिक नभनौ होला ओ नो मायाको तिरलाई लाग्यो सुताइ चाहिँ लास्ट आरामदायक भयो मर्निङ बतेको छ भास पुस दिँदैहाल्यो नि जस सुत्ने ठाउँ चाहिँ दामी थियो निदाइयो चाँडै एकछिन स्टार्टमा चाहिँ अलिकति चिसो हुँदो रहेछ त्यसपछि चाहिँ तातो भएपछि चाहिँ ओभर तातो हुने अवस्था ल म नभए मलाई भ्लग पनि धेरै लामो भयो हो भने हिँड्नु पनि पऱ्यो नि होइन भ्लगमा त कति घोप्नु पर्छ अहिले यहाँ बाटो देखाएको छ बाटो कस्तो छ यति भन्दै यो छोटो क्लिप यही भन्दा गर्दै अब अलिकति माथि भेटौँ न यही त हो पिस कस्तो हट साथी धेरै जुम भयो यही त हो पिस यता हिमाल अनि यता सनराइज अति दामी यहाँ हुनुपर्छ देख्नको लागि यार अति दामी है अति यार हामी के को लागि बाँचिरहेका छौँ दिम कि क्या अलि बेसी भयो बसरा दामी देखाएको छ ल माका बोचडा आग 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 दामी छ दामी लास्ट एक हिमाल देखाइदिउँ अनि चल्थ्यौँ धेरै बस्नु हुँदैन बाबा यस्तो दामी आएको छ ल के भन्दै जाउँ न त अति दामी अति दामी गाला कति -10 डिग्री जति त होला है होला नि ठिकै छ त हामीलाई सहन सकिन्छ यति दामी आएको छ
बाटो त्यस्तै बाबा अलिकति अगाडि आउनुहोस् त यहाँ तपाईँहरूलाई म यस्तो दामी हिमाल देखाइदिन्छु अलिकति अगाडि जाउँ हामी अन माई राइट वी हेभ माउन्ट एभरेस्ट यो कुन चाहिँ हिमाल हो यार साँच्चै हेर आम्मा बब्बाल त्यहाँ चाहिँ सधैँ सर्ट ओ ट्रेल हेर न त्यहाँ त्यति चाहिँ अलिकति उच्च रहेछ यार सम्म टाइपको रहेछ यार लभली लभली हाम्रो अझै लामा यता हुनुहुन्छ इन्जोय ल यस्तै छ बाटोहरू भन्दै हामी अगाडि बढ्दैछौँ एन्टी लाइटले फेरि यताबाट पुरै गोरो लास्ट गोरा छ अति गोरो यार ल हो र र तिम्रो त टोपीभन्दा गोरो आइरहेछ म गोरु भयो होला नि त हल्का एसीमा बसेर चाहिँ ऊ त्यहाँ छ रहेछ हाम्रो ट्रेल ल ट्रेल ल त्यही बाटो जाने अहिले हामी त्यहाँ फोटो चाहिँ दामी आउँछ होला यार दामी हेर 1 2 1 2 माइक चेक February 14 2026 हामी आएको छौँ हल्का भ्यान्टाइन मनाउन आज के हो टोपी दिवस हो र होइन टोपी दिवस त्यस्तो केही हुँदैन र हुन्छ आजै अस्ति कुन दिनमा टोपी दिवस के त दिस भिडियो इज नट स्पोन्सर्ड बाई दिस एक्सट्रिम त नभन्नु होला टुट बिरुमी पुस्नु पर्छ होला या तिमीले पुग्छ त्यसले नपुस्नु किन त्यसले त पुस्दिन ये राज भी उसी के साथ चला गया सर वो बहुत फोर्स हो चिसो छ यार ल चेयर्स डरले आगे जिते ओ पर्छ त यार देउरालीमा बतास चल्यो ल अब मेरोमा मेरो हेर्ने साथीहरू जस्तै सुरज ए रश्मिता नि छ त ए रश्मिता सर टु रश्मिता है फेरि किनकि हाम्रो यो ट्रेकको आधी स्पोन्सर बाई एक्सट्रिम स्पोन्सर नभए तिमी स्पोन्सर एक्सट्रिम स्पोन्सर नभए पनि साउट टु आवर रश्मिता जसले हामीलाई स्पोन्सर आधी स्पोन्सर गर्नुभएको छ त्यसलाई मुरी धन्यवाद तर यो इनर्जीमा अलिकति पानी हालेर खानुपर्छ भन्छ त धेरै कडा भएर त्यस्तो छैन होला कि बजेट नभएर चाहिँ हो बजेट त छ है छ हामीले मिसा छैन बजेट चाहिँ छ स्निकर्स हान्यो र यो त ऊभन्दा कडा हो त यार त्यही भएर कि चोक पाइ हान्यो चोक पाइ सक्यो छ नि कहाँ सकिनु हिजो त म त निन्द्रामा खास लगाइरहेको थियो सुतेर खाइदिएको थिएँ के खाएँ क्या म बिहान एकछिन क्या मुसा साइडमा हिँड्यो कि जस्तो भाइब चाहिरहेको क्या त्यही भएर त म उठाएँ घुत्रुङ के गरे मान्छे हिँड्यो कि कोही हिँड्यो कि मेरै साइडमा मुसा मान्छेहरूले यसरी थाल्नु नपर्ने हो क्या तर अब चाहिँ हिँड्नु पर्छ होला है अब चाहिँ नरोकौँ अब सिधै डेस्टीमा हामी धेरै हिँडेको त छैन हेर न त्यो टाइम लाग्छ त्यहीँबाट हिँड्दै आइरहेको छ जम्मा हिजो हाम्रो त अङ्कल टाइप्स हो त त्यो 10 मिनट 1 मिनट ब्रेक चाहिन्छ टाइप तर मान्छे नहर्नु 5 मिनटमा 10 मिनट ब्रेक भइरहेछ छोटो मिठो विश्रामपछि हामी फेरि अब जाँदैछौँ जब 2 घन्टाको बाटोलाई नै हामीलाई त 4-5 घन्टा लाग्छ क्या हो सरी माइकमा होला है गाह्रो छ नि साथीहरू यो भन्दै अब एकछिनको ब्लग यहीँ बन्द गर्दै हामी अर्को ब्लगमा भेट्दैछौँ म्याजिक हेर्ने हो म्याजिक हेर्नु त यहाँ अफ गरिदिन्छु आवर प्लान गड्स प्लान भ्यूमा आएको छौँ के अरे आई मिन डेस्टिनेसन टाइप्समा यस्तो पो रहेछ त त्यो हिउँ पनि देखियो वेलकम टु
भैरवकुण्ड सूचना 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 यस सिन्धुपाल्चोक जिल्ला भोटेकोसी यहाँको प्रडक्ट चाहिँ त्यो च्यानल ल यति नै हो भ्यू यत्रो आएको मतलब भएन नि हिउँ 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 जस हिउँ पनि अनुभव गर्न पाइयो यार दामी ल हल्का हिउँ छुइदिउँ ए हो हिउँ तर दामी ल बबाल जस राम्रै जहाँ हेऱ्यो त्यही स्नो गाइज अति छ त भ्यू त हेभेन इज मिथ नेपाल इज रियल पहाड 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 तल हिउँ यो चाहिँ मन्दिर मेन भने यही हो मेन एट्र्याक्सन अनि यो चाहिँ कुण्ड हो तर फुल जमिसकेछ त्यहाँ चटक चल्ला छ तर ठिक छ माइन्ड गर्नु भएन दामी 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 रविन्द्रलाई पनि राम्रै देखिया छ डोन्ट वरी त्यो नोइज क्यान्सलेसन चाहिँ अफ गर है पहा एकछिन मैले चाहिँ अफ गरेँ यस्तो गर्दा तँ प्याल देखा लडिरहेको छ त्यहाँ छैन राम्रो देखिया छ कहाँ हो ल भा। पिन्छु जस्तो ओए अति गोरो आयो त यार नमस्कार सबैजनालाई हामी आइसकेको छौँ भैरवकुण्ड अल द वे फ्रम नेपाल ए अलिक बढी भयो त्यो चाहिँ नेपालमा ए त्यो त नभनौँ होला कट 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 all the way from Kathmandu के छ दुई शब्द केही भन्नु छ तिमीलाई दुई शब्द जाओस् दुई शब्द अब के भन्नु अब हिउँ अहिलेसम्म एक्सपिरियन्स गरेको थिएन जस यति भयो नि एक्सपिरियन्स गर्न पाइयो जीवनमा साडी लाउने हो तिमीले साडी लाएर भिडियो बनाउने हो स्ट्यान्ड लाएर साडी लाएर साडी लाइरहेछ त अनि त्यही हो ल कमाइला बाबू भैया से डायरेक्ट बाबू तेरा तो गेम बजाना पड़ेगा यसो र मेरो साथीलाई फ्रेममा लिन चाहँदैछु गिर्न भी चाहता हूँ ल यस्तै छ यहाँ चाहिँ अब दामी छ दामी एक जाडो रहेछ हल्का हिउँ खेलेको अवस्था तर चिसो छैन त यार छैन त्यस्तो अहिले एकछिनमा होला उतातिर हिमाल पनि छ गाइज हिमाल नदेखिने भन्ने हिमाल त अलि देखेन मान्छे चाहिँ क्राउड चाहिँ रहेछ है यस मेन यता भगवान्को मन्दिर चाहिँ त्यहाँ छ अरू भने दामी 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 जहाँसम्म गए पनि जति टाढा गए पनि हिउँै छ, हिउँै हुन्छ जस्तो तर यो लेक होइन तिम्रो लेक हो लेक हो नि। कासकुण्ड हो लेक हो अनि तर जमेर चाहिँ जमेछ एक जिम्नास्टिक हान्दिउँ कि ल आमा हान्छ मिसलाई हान्दिउँ कि अब के गर्न मन छ तर यहाँ अरा माइनस हुन्छ भनेर मात्र हल्का तर दामी छ यार तर माइन्ड चाहिँ गर्नु भएन है माइन्ड चाहिँ गर्नु पर्दैन बबाल छ है फेरि दामी फोर्टी चाहिँ बब्बाल जस सर्ट भयो भने जस बब्बाल है साथीहरू सर्ट भयो भने कति 3-4 घन्टाको सर्ट यो हाइक हाइक के भनौँ ट्रेक त के भनौँ हाइकै भनौँ न ओए डल्लो पनि रहेछ त्यहाँ फुटाइदिउँ सडै कि ल हान्दिउँ हान तर नफुट्दो रहेछ मिसन सोचे जस्तो हल्का भएन आयो रहेछ ल सबै के भन्नुपर्छ होला फेरि अरू अब चस्मा हराइगयो चस्मा बाटोमा बाटोमा हराइहाल्यो न त चस्मा लगाइदियो भने ठुलो ढोको रहेछ उसको चस्मा ल्याएर फेरि आज कुन दिन रे हो सम्झिँदैन मन छ नि मलाई सम्झाइदिउँ है साथीहरूलाई सम्झाइदिउँ आज यो चाहिँ- फेब्रुअरी 14 रे इयर पनि भन न इयर पनि भन न इयर 2026 2026 फेब्रुअरी 14 मा हामी दुईजना साथ टक्क लाएर भैरवकुण्डतिर त्यस दामी रहेछ ठाउँ ल अति दामी आउनै पर्ने जस्तो माइक चेक 1 2 त्यहाँनिर बब्बाल आउँदो चेक रहेछ चेक चेक नमस्ते ल यहाँ हाँसेर है त ल नमस्ते सबजनालाई हाम्रो सानोतिनो छोटो मिठो ब्लगमा स्वागत छ आज मसँग हुनुहुन्छ मेरो अगाडि मेरो पुरानो मित्र मेरो बच्चादेखिको साथी मेरो स्कुलदेखिको साथी आफै इन्ट्रोडक्सन दिन सक्नुहुन्छ होला हजुरको इन्ट्रोडक्सन दिनुहोस् ल इट्स मी बिरु एके बिरेन एके बिरेन्द्र एके त्यति नै हो त्यति हो अनि आज यहाँ आउँदा कस्तो लागिरहेको छ तपाईँलाई उपर मजा आयो मजा मजा आयो बिहानदेखि एक ठाउँमा नरमाइलो भनेको छैन क्या भने है ट्रेल त्यस्तै दामी छ डेस्टिनेसन झन् यस्तो दामी छ जस अब हाम्रो
जस हाम्रो मिल्ने साथीहरू चाहिँ मिस भइरहेको छ हामीलाई होइन दुईजना मात्र आउँदाखेरि रमाइलो त रमाइलो आफ्नो छुट्टै ठाउँमा तर अझै हाम्रो मिल्ने सबै ग्याङै भइरहेको भएर चाहिँ अझै अलिकति रमाइलो हुन्छ कि भन्ने त्यही हो अब केही छैन अब यस्तो त होइन लाइफ अहिले चाहिँ नजकिनु होला हामी हिउँको माथि यो चाहिँ हिउँ है कार्पेट हेर्ने हो फेरि घरमा राख्ने कार्पेट हेर्ने हो फेरि हो अनि चाहिँ नेचुरल हिउँ त्यही त हो नि अनि अरू के भन्ने खै अरू अब त्यस्तै छ लाइफ भनेको अब ओए लभली चिप्लेटी हान्ने एकजनाले के उता अब यहाँ पनि अब घाम लाग्दो रहेछ खतै चिप्लेटी हान्ने केही छैन अब यहाँ तातो छ है चिसो देखे पनि तातो छ है रमाइलो छ यार रमाइलो छ रमाइलो छ भनौँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ है पछि दामी आउनुभयो भने एक्सपिरियन्स अहिलेसम्म यस्तो लेकमाथि चढाएको थिएन है थिएन तर यो त बवाल हो क्या बवाल क्यामराम्यान उता घुमाउनुहोस् भन्यो क्यामराम्यान यता घुमाउनुहोस् अति दामी छ घाम मस्त एउटा ऊ त्यसमा टिक्स बनाउनु पर्ला फेरि घाम मस्त लागिरहेको छ यता पनि दामी छ केमा ऊ त्यसमा गाडी होइन लिएर आउँछु भट्टेमा हेरेर तिमीले छैन नि छैन मैले अस्ति बनाएको थिएँ साथीसँग स्टेप चाहिँ याद छ क्या अलिकति बनाऊ त म यतिकै ऱ्यान्डम बनाउँछु आइरहेको छु म हेर त दिनु नि त यार आइरह ल आइरहेछ कस्तो 1 2 3 गो गाडी होइन लिएर आउँछु ल यही हो रातिको डान्स दामी थियो योभन्दा त कुन चाहिँ त्यो वाला सुड्डोसँग माइन्ड चाहिँ गर्नु भएन है माइन्ड यार एकचोटि बसेर सुतेर एक हानिदिनु पर्ला है खुट्टा नि यस्तो यस्तो चलाउनु कि हात र खुट्टा त्यो त अति हुन्छ होला अति हुन्छ त्यो त त्यस्तो पनि हिउँ छैन यहाँ ल यति भन्दा अब हामी हाम्रो भ्लगलाई बनाउँछ ट्रान्जिसन हान्ने नि क्या उफ्रेर ए अँ है 3 यसरी ल हामी अहिले यहाँ छौँ ल 1 2 3 गो कहाँबाट अब उता तलतिर एकछिन फेरि भयो ल 1 2 3 गो What's up everybody ब्लग कति 2 दिनको ब्लग बनाउने सोचेको थियो के अरे 3 दिनको ट्रेकिङको 1 दिनमै सकिएर हिजो आज सकिएर 2 दिन पनि भएन त्यही हो अनि लास्ट हामीले त्यहाँ के बितिदिँदा चाहिँ हामीले फेरि अब अर्को नेक्स्ट के टाइप्स छ भनेर अब त्यो चाहिँ सरी ल भन्दै अब यो ट्रेकिङको ब्लगिङ सकेको छ ट्रेकिङ पनि के भनौँ यो त राइडिङ टाइप्स भएको थियो हाइकिङ भनौँ ल त्यही हो अब यो ब्लग कहिले आउँछ अब 3-4 महिनापछि त्यो बेलासम्म अरू ब्लग पनि हेर्दै गर्नु अरू ब्लग पनि हाल्छु म 3-4वटा एप्स खाँदाखेरि ल यही भन्दै आजको मेरो हिजो र आजको ब्लग यहीँ सकिएको छ र धन्यवाद मेरो वीरेन साथीलाई मलाई साथ दिएकोमा कहिले हावाको त्यो बेगसँगै हो मन पनि खुल्ला आकाश झैँ हो कहिले बादल लोरी सुनाउने